मर्निङ। गुड मर्निङ भाइ, के छ हालखबर तिम्रो? ठिक छ। हो मर्निङ सबैलाई गुड मर्निङ छ है। मर्निङ भाइ मर्निङ। अरू के छ हालखबर तिम्रो? सबै चाहिँ काम गरेर आयो, त्यही अब त्यतिखेरै रमाइलो लाग्यो भने काम गरेर आएपछि घर जाने बेलामा हो क्या रमाइलो लाग्यो भने। अनि तपाईँलाई चाहिँ कस्तो छ त? के छ, मलाई नि ठिक छ, चलिरहेको छ अहिलेसम्म। आज कति चलाउनु पर्ने हो थाहा छैन, चलाउँदै जाने हो। अनि सुनाउहरू के छ हालखबर? ठिक छ। प्रवास कस्तो चलिरहेछ? राम्रो। खाडीको जिन्दगी ठिकै छ, काम गर्दै गइया छ। हेरौँ मन्दै मुस्कुराएको छ त अनुहारमा। हल्का थकान, हल्का निन्द्रा लागिरहेछ। नाइट ड्युटी गरेर आइयो। सजिलो कहाँ छ त? अनि सजिलो हुँदै बस। त्यो सजिलो खोज्न ल्यायो त यहाँ। सजिलो आफूले आफैलाई बनाउने। त्यो चाहिँ हो त्यो। अन्त भाइ के छ त अरू हालखबर? ठिक छ दाइ। कस्तो चलिरहेछ यस्तै हो दाइ। खाडीको जिन्दगी? ड्युटी भयो, आयो, फेरि भयो, आयो, खायो, त्यही हो दाइ। सबैको त्यही हो। केही छैन नयाँ, ल्याउँदैन केही गरेर भयो। शेख जायद रोड ऊ हेर्नु धुवा माथि। जिएम दुबई म्युजियम शेख जायद रोडमा। हाम्रो भाइको कि सुताइमा मुस्कान लुक्या छ। ल हेर्नु हँसिलो सुताइ, वाहा धेरै हँसिलो सुताइ छ है दिपक सरको चाहिँ, जसले जे भने नि। उठेछ त मान्छे यार, म त सुतिरह होलान् भनेको त। हाँसै त्यस्तै सुताइमा पनि मुस्कान लुक्या के, अब के भन्ने है। बथान नाइट ड्युटी गरेर आएर यसरी थकान लाग्छ भाइलाई। सुतिरहेको थाकेर रातभरि काम गरेर मिठो निन्द्रामा। यही हो पैसा कमाउने जिन्दगी। क्रिकेट खेल्नेहरूको जमात। बसबाट झरियो होइन त भाइ? झरियो दाइ। अब कहाँ हो जाने पर्ने? रुममै त होला। आफ्नो आफ्नो रुममा जाने, खाने, खाना खाने, सुत्ने, सुत्ने। फेरि उठेर जानु छ भरे। त्यही हो जिन्दगी। जिन्दगी एकोरो छ। सही हो नि त, त्यही एकोहोरो जिन्दगी। टेन्सन टेन्सन छैन, के छैन होइन। टेन्सन त अब के को चाहिँ लिनु छ र टेन्सन? कामको टेन्सन होला नि यार। कामको त अब सकुन्जेल टाइम हुन्जेल गर्ने हो, नजानेको होइन। जानेकै कामलाई टेन्सन लिनु पर्दैन, आफू सही हो। फुर्तिलो हुनु पर्यो। सही हो, त्यही हो। टेन्सन लेने का नहीं देने का है। हाँ? अँ, यो नि सही हो तिम्रो सोच। कति छन् क्रिकेट खेलाडीहरू यहाँ? क्रिकेट ग्रुप छन्, 3-4 ग्रुप छन्। अँ। खेलिरहेछन् अहिले मर्निङको एक्सर्साइज। भाइ ल छुट्टिने बेला भयो अब भाइ र मेरो। म आफ्नो रुमतिर, भाइ चाहिँ होला तपाईँको भोलि भेट्न छुट्टियौँ। ल ल भाइ अब छुट्टिने बेला आयो त। हस्, एक दिनको यात्रा सक्यो,
साँझ फेरि जोडिआउँला सँगै हुन्छ निन्द्राले पनि बाकटै हानिरहेछ के हो यार नयाँ वर्ड ल्यायो तिमीले के हो बाकाटे भनेको बाकटै भने एउटा नेपाली वर्ड हो जे चलेकै वर्ड हो बुझ्ने ल बाई केटा हस् सी यू टुमारो अर इभिनिङ ल भाइलाई बाई गरेर रुमतिर लाग्यो अब ड्युटी गरेर रुममा पुग्यो भनौँ बाई थ्याङ्क यू फर वाचिङ